म माथि पार्टीमाथि हैन तपाईहरुलाई म के बाचा दिन्छु के प्रतिबद्धता व्यक्त गर्छु भने तपाईहरुको त्यो विश्वास त्यो भरोसा त्यो आशा टुट्न दिने छैन म खरदान दिने छैन मर्न दिने छैन त्यसलाई जीवित त्यो आशाको दियो बाली राख्ने प्रयास गर्छु त्यो आशाको दियो एकदम बाली राख्ने कोसिस गर्छु अहिले तेल हालिराख्छु म हजुरहरु दियो बाली राख्नु म तेल खनाइराख्छु हैन वरिपरिबाट हावासावा आयो त्यो छेक्नु तेल हाल्ने काम चाहिँ म गर्छु दियो बाली राख्नु त्यसमा तेल खनाइराख्छौँ त्यसैले हजुरहरूलाई फेरि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु आभार व्यक्त गर्न चाहन्छु चिन्ता जनमाने मैले अहिले धेरै कुरा केही पनि गर्नु छैन हजुरहरूलाई भेट्न धन्यवाद भन्न यति धेरै सहयोग गर्नुभयो यति धेरै गुन्लाउनु भयो देशभरि एक खालको हावा हुन्डरी आएको बेलामा यहाँ तपाईँहरू सूर्यमाथि एमालेमाथि ममाथि जुन खालको विश्वास गर्नुभयो भरोसा गर्नुभयो चट्टान चाहिँ अडिनु भयो 60 साल चाहिँ उभिनु भयो हावा हुन्डरीका पछि पनि लाग्नु भएन मान्छेले के भन्यो होला के भन्यो होला नि जो ज्यासुकै भनौँ ज्यासुकै गरौँ हामी त सूर्य छाट्दैन एमाले छाट्दैन यिनीहरू छाट्दैन भने त दृढतापूर्वक उभिनु भयो नि त हजुरहरू तपाईँले हजुरहरूसँग एकचोटि भेटघाट गरिकन आउँ भन्ने लाग्यो अब मस्तै भेट्ने मान्छे दिनभरि बसिबन्ड सबैसँग भलाकुसारी गर्ने बातचित गर्ने सुखा दुखा गर्ने मान्छे ठिक है क्या त भने समय नामको छोटो छ जिल्लाभरि जानु छ पुरै जिल्लाभरि कत्रो जिल्ला देखा नि कत्रो जिल्ला छ कत्रो जिल्ला छ कत्रो जिल्ला छ कत्रो जिल्ला छ अब आज बुङ्गल सघाउनु पर्ने छ अब यहाँबाट पर बोमौर गिरौँतिर गएर त्यहाँ त मलेरा पनि जानु पर्ने होइन त्यहाँबाट त्यहाँ हुँदै तल सोलातिर गएर पौडीतिर गएर पर देउलीकोट पुग्नु पर्ने 9, 10, 11 वटा त्यहाँबाट फेरि पर 3 नम्बर वडा आउनु 3 नम्बर गयो भने यहाँ बिलदेखि लाग्यो खानु पर्छ बेलुका त्यहाँ जानुपर्ने पर खोल्लेख्लो त्यहाँ बेलुका बसेर भोलि पर दुर्गाथली जानुपर्ने चुवावनतिर त्यहाँतिर पर बिसौनातिर है त्यो घुमे गर्नुपर्छ सबैतिरका दाजुभाइ दिदीबहिनीलाई